जो ठ्याक्कै पशुपतिमा बेलुकैको भ्यू यो पशुपतिको बाबुजी जो पशुपति बेलुका घुम्न आएको भने त्यो दाइलाई जाऊ न जाऊ तिमी हेल्प गर भनेको मेरो दाइले के भन्छ अब अलि कष्ट गर्यो अनि यहाँ यो आरती यसरी सबै रेगुलेसन फलो गर्न यहाँहरुकै सहयोग रहेको र यो यहाँ भक्तजनहरुलाई नै जाने कुरा जानकारी गराउँदै म फेरि एकपटक तपाईँ सम्पूर्ण भक्तजनहरुका घरका कुल देवता पितृ देवता अथवा कृष्ण देवता अथवा तपाईँ टपमा जाने बाबा बाबुजी आउँछ माथि जाँदैछौँ बन्दरिया बेबी रहेछ है बालक सङ्गठन टोकेर खाइदिन्छ हामी चाहिँ माथि जाँदैछौँ यो जिन्दगीको भर छैन कोही यहाँ अमर छैन यात्रा हो यो जिन्दगी अनि गन्तव्य त्यही मृत्युसम्म परवाह नगर कसैको कोही हुन्न अन्त्यमा घुमिदेऊ झुमिदेऊ भुलिदेऊ यो आफ्नो संसार अनि यो आफ्नो बेग्लै दुनियाँमा